पानी छ होला अहिले छ न सम्पूर्ण दर्शकवृन्द अहिले हाम्रो आन्टी हुनुहुन्छ हाम्रो विशाल भाइ कोअर्डिनेटर बिपी जियानिसीको अनि कम्युनिटी गार्डन कोअर्डिनेटर उहाँको आमा हुनुहुन्छ उहाँले बिचरा लुक आफ्टर गरिराख्नु चाहिँ खोल्ने गर्ने होइन उहाँलाई म छोटो कुरा गर्न गइरहेको छु हजुर नमस्ते आन्टी नमस्ते बाबु मेरो नाम धनमाया गुरुङ बोल्न त केही पनि जान्दैन भने पनि हजुर अलिअलि अनि के भन्नु पर्ने हो मैले हजुर हजुर कस्तो जान्दै कस्तो लागिरहेछ अहिले यहाँ बेसार रमाइलो हो घर बस्नुभन्दा हजुर यहाँ हिँड्न अलि दुःख हुन्छ मलाई घुँडाको समस्याले गर्दा ए हजुर आउँछु छोराले त्यहाँसम्म ल्याइदिन्छ आउँछु यहाँ आएर बसेपछि घर जानु नपरे हुन्थ्यो जस्तो लाग्छ रमाइलो लाग्छ माटोसँग खेल्न पाउँदा हजुर हजुर अनि यो मकैहरू देख्दा साग टिप्दा पाउँदा खुसी लाग्छ बाबु हजुर अनि रमाइलो लाग्छ हजुर अहिले अब यो खाना खाने बेला भइसक्यो यति बेला नि तपाईँहरू काम गरिराख्नु भएको छ है खाएर आएको नि खाएर आउनु भएको खाएर आएको नि ए खाएर आएको आज शीतल दिन्छ हजुर हजुर दिनभरिमा अब फेरि साग सब्जी लाउनु छ सागहरू फुलिगयो हजुर फेरि अर्को साग छरौँला भनेर ए हजुर हजुर साग फुल्यो अनि अब यो उखाल्ने हजुर हजुर यो उखालेर अनि अर्को छरौँला भनेर मकै खन्ने बेला भएको छ हजुर 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 मकै खन्न भित्र मकै बारीभित्र खन्न लगाइदिउँ बाबुहरूलाई हजुर हस् 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 आन्टी हस् थ्याङ्क यू आन्टी थ्याङ्क यू आन्टी हस् हस् थ्याङ्क यू This community integrated community garden. Lot of vegetable here growing, similar to in Nepal. Yes. Here is spinach. Here it comes. एकदम राम्रो गर्नुभएको छ नमस्ते हजुर नमस्ते हजुर एकदम राम्रो गर्नुभएछ तपाईँले त है यो गार्डन त यो भिडियो खिच्नु भिडियो खिच्नु मिल्छ कि मिल्दैन ल ल ल हजुर के रोप्नु लाग्नु भयो तपाईँले चाहिँ अहिले मैले मेथी र धनिया छरेको छु ए यहाँ चाहिँ उ गर्दैछु ए अहिले यसो छोप्यो भने हुँदो रहेछ कि छिटै छिटै ग्रो भएछ त्यो त तपाईँले ढिकुरले पनि टिभी राखेर रहेछ कि अब जाली ल्याएर हाल्नु पर्ने ए हजुर हजुर हस् 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 मैले त्यो सोचिरहेको थिएँ बिहानकीबाट चाहिँ त्यो जाली ल्याइदिउँ कि भन्ने हजुर जाली त मैले अर्डर गरिसकेको छु ए हो भइगयो हजुर हजुर एकदम राम्रो छ ल हजुर पानी त यहीँ व्यवस्था गरेछ नि त होइन यहाँ पानीको यसो वाटर सेन्टर यहाँ आन्टीहरू आउनुहुन्छ एकदम राम्रो लाग्यो है अब यस्तोसम्म यहाँसम्म लाउनु भएको रहेछ ए चाहिँ हजुर हजुर एकदम राम्रो छ है यो उसमा नमस्ते आन्टी हजुर हजुर पहिला तपाईँको यस्तो भिडियो खिच्नु मिल्छ आन्टी कि मिल्दैन हुन्छ मिल्छ हस् हस् तपाईँको छोटो इन्टरभ्यू लिन्छु है त ल हजुर हजुर मेरो ए यो चाहिँ आन्टीले लाउनु भएको हजुर ए यो के रोप्नु भएको छ यहाँ तपाईँले चाहिँ यो घिउसिबी भन्छ बोडी पनि भन्छ हैन हजुर हजुर नेपालीमा चाहिँ हजुर अनि अहिले यो चाहिँ अब भनौँ न फर्सी हजुर यो मकैहरू हजुर अनि यो मेथीको साग भन्छ हैन हजुर हजुर यो मेथीको साग लाग्यो बाबु अब मेथी अनि यसलाई फापर भयो भन्छ हैन हजुर यो फापर भयो के रे यो चाहिँ अब यहाँ आएको यहाँ इङ्ग्लिस फर्सी भनौँ न के भन्छ हजुर हजुर यो के पो भन्दो रहेछ कोर्सेक कि के भन्छ कोर्सेक हजुर त्यो चाहिँ भर्खर फल्दैछ निकै राम्रो भएको छ यो त हजुर यो चाहिँ हाम्रो नेपाली फर्सी यो चाहिँ अब यहाँको भनौँ न युकेको अनि यति बारी थोरै भयो नि के चाहिँ लगाएको सर यहाँ अब त्यति गतिलो त भएन होला ए र नि अलि हुँदैछ एकदम खुसी लाग्यो नि पक्का अहिले त तपाईँ नेपालमा त्यो हाम्रो बारी जस्तो होइन खेतबारीमा देखेको अनि यहाँ खुर्सानीहरू रोपेको है हजुर हजुर
हुँदैछ बाबु अलिअलि ए। अनि त्यो मकै भइगयो होइन हजुर हजुर अनि यता चाहिँ अब जग्गा थोरै भयो नि के लाउनु मन लाग्ने के यो हजुरलाई थाहा होला नि यो चुच्चे करेला पनि भन्छ नि यसलाई ए चुच्चे करेला टुक्रुसे पनि भन्छ टुक्रुसे पनि भन्छ चुच्चे करेला भन्छ ठाउँ ठाउँको होइन हजुर हजुर अब यो भनेको यहाँको सब्जी भइहाल्यो हजुर यो चाहिँ घिरौला हजुर इङ्ग्लिसमा चाहिँ के भन्छ थाहा भएन यो घिरौला भइगयो हजुर त्योहरू अनि यहाँ टमाटरको एउटा झ्याङ छ हजुर अनि यो टाटे सिमी भन्छ ठुलो ठुलो यत्रो हुन्छ नि हजुर हजुर एउटा नै यति लामो हुन्छ दुईटाले त एक छाकै पुग्छ हजुर 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 अनि यहाँनिर सागको बिउ राखेको छ ए सागको बिउ होइन यतापट्टि चाहिँ काँक्राहरू छ काँक्राहरू हजुर अब यो बेथु भन्छ यसलाई होइन बेथ्यो यो काँक्रा भयो हजुर अनि यहाँ चाहिँ के यसो सब्जीहरू राख्नेहरू अनि यो चाहिँ टाटे सिमी भन्छ क्या फुल्न थालेछ ए अनि राम्रो हुन थालेछ त्यो मैले गरेको चाहिँ अब 8 तारिक 2 महिना हुन्छ कि यो जमिन खनेको चाहिँ यहाँ सबै अब हजुरहरूले नै मिलाउनु भएको होला कोले अनि त्यहाँ एकजना मम्मीले मलाई पनि अलिकति छ भनेर दिनुभएको थियो हजुर हजुर अनि त्यो अलिअलि गर्दै गरेको गऱ्यो भने अलिअलि हुँदो रहेछ बाबु हो 2 महिनामा यति राम्रो गर्नु भएको छ नि एकदम प्राउड हो खुसी लाग्यो मलाई चाहिँ हजुर तपाईँको नाम चाहिँ के हुनु रे मेरो नाम वन्दना राई हजुर हजुर नेपालमा चाहिँ मेरो जन्मथलो चाहिँ इलाम जिल्ला पर्यो हजुर अनि कर्म गरी खाने चाहिँ म झापामा बस्दै थिएँ ए अनि यहाँ आएको म 18 महिना हुँदैछ हजुर आएको चाहिँ अनि मेरो छोराहरू यहीँ छ हजुर हजुर अनि नेपालमा अब भए पनि बच्चाहरूले गर्दा तानिएर आयो कि हजुर नेपालमा चाहिँ अब मन चाहिँ त्यहाँ छ सबै कुरा त्यहीँ छ होइन हजुर हजुर छोराछोरीको मायाले फेरि यता आयो कि हजुर अनि यता र उता भइरहेछ हजुर गाह्रो छ अब होइन अरू भन्दा नि अब युके को बसाइमा सबैभन्दा पहिला अब भाषा ल्याङ्ग्वेज प्रब्लम त्यस्तो अनि अब उता आफ्नो सबै कुरा छोडेको छ छालामाला भनौँ न होइन अहिलेसम्म दुःख गरेको अब बुढोहरूले भनौँ न सबै आर्मीहरूले दुःख गरेको हामीले परिश्रम गरेको उहाँहरूको पसिनामा त्यो पनि छोडियो अब फेरि आफ्नो मायाको टुक्रा छोराछोरी यहाँ छ अनि एकदम हामी चाहिँ दुविधामा छौँ कि बाबु युके बसे नि मन त्यस्तो भइरहेछ है र पनि यति हजुरहरू अब युके कमिटी जे भनौँ नेपाली कमिटीले यति दिनुभएको छ एकछिन भए नि मन भुलाउनु पाइदो रहेछ कि अनि त्यो भएर अनि दिनमा कति घण्टा जति चाहिँ काम होइन म आएर 1 घन्टा जति उहाँहरूले चाबी खोलिदिनुहुन्छ अनि त्यतिखेर आएर यसो पानी सानी लाउने अनि यसो छर्दाखेरि आफूलाई अलिअलि यसो खानुभन्दा नि एक्सर्साइज हुँदो रहेछ के म चाहिँ प्रायः फेरि यहाँ आएर अब गमबुटहरू लाउनु भन्छ अनि मैले त्यो डक्टरहरूले आयुर्वेद डक्टरहरूले भनेको सुन्दा चाहिँ हाम्रो नेपालीहरूलाई मतलब मान्छेहरूलाई रोग चाहिँ कसरी लाग्छ सोफामा बसिछ जहिले तैले जुत्ता र मचामा हिँड्छ माटोसँग 85% हाम्रो पाँच तत्त्वले बनेको शरीर त्यो शरीरलाई चाहिँ हाम्रो प्राकृतिक शक्ति चाहिन्छ अनि माटोमा कनेक्ट हुँदाखेरि त्यो 80% माटोमा खेलेपछि हाम्रो कुनै रोगको पनि हामीले सामना गरिरहनु पर्दैन भनेको सुनेर म चाहिँ गम्बुट सम्बुट थन्काएर आएपछि बाबु म खाली खुट्टा हिँड्छु कि यसरी अनि हिँड्छु अनि मेरो नि सुगर अलिअलि देखिँदै थियो अहिले चाहिँ मेरो सुगरहरू माइनस भएको हेर्दाखेरि मैले आफैले भोग्दाखेरि हो रहेछ जस्तो लागेछ क्या अनि ह्याप्पी छु ए हस् हस् धन्यवाद तपाईँलाई यति राम्रो तरकारी लाउनु भएको छ यति राम्रो तपाईँको फिडब्याक दिनुभयो तपाईँको स्टोरीले अरूलाई पनि धेरै प्रेरणा मिल्छ भन्ने मलाई लागेको छ सबै आमाहरू यहाँ हामीलाई अरू भन्दा पनि सबै आमाहरूसँग भेटघाट हुन्छ यहाँ आएपछि अरू भन्दा नि आनन्द हुने रहेछ के बाबु आनन्द अनि खाली खुट्टा चाहिँ म चाहिँ अरूलाई पनि भन्छु आफ्नो खुट्टा हातलाई माया गर्नु भन्दा पनि माटोसँग तपाईहरू कनेक्टेड गर्नुहोस् के त्यो गर्दाखेरि चाहिँ हामीलाई चाहिँ खाना खाएर बेलुका छटपटी मान्छेलाई हुन्छ नि हरेक मजाले निन्द्रा आउँदो रहेछ मैले त्यो चाहिँ अनुभव गरेँ 2 महिनामा मलाई त्यति अनुभव भइसक्यो त्यो भएर अनि सब्जी नै बनाउला खाउला भन्दा नि म चाहिँ हेल्दी हुनु आउँछु समय पाउँदा धन्यवाद